यहाँहरू सम्पूर्णमा नमस्कार। म मधुसुमन अधिकारी, रामेछाप साबिक कठजोर गाविस ओडा नम्बर 7। समसामयिक नेपालको जल्दो बल्दो घटनाक्रमलाई हेर्दाखेरि नेपालको शिक्षा नीतिले दोहोरो रोल खेलेको देखिन्छ। प्राइभेट सेक्टरका बोर्डिङ स्कुलहरूमा पढाइने परिपाटी र सामुदायिक विद्यालयहरूमा पढाइने परिपाटीमा आकाश र जमिनको फरक पर्न गएको देखिन्छ। राज्यले प्राइभेट सेक्टरका अङ्ग्रेजी स्कुल बोर्डिङहरूलाई प्राथमिकतामा राखेर त्यस क्षेत्रमा राज्यको हिसाबले सम्पूर्ण देशवासीको हिसाबले हेर्दा 60% लगानी प्राइभेट बोर्डिङतिर उद्धत भएको देखिन्छ भने 40% लगानी मात्र सामुदायिक विद्यालयमा प्रवेश गरेको देखिन्छ। विद्यार्थीहरू बोर्डिङ स्कुलमा भर्ना गर्ने लहर उच्च गतिमा अगाडि बढिरहेको छ भने सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीहरू झन्झन घट्दो गतिमा गइरहेको देखिन्छ। नेपाल सरकारले सामुदायिक विद्यालय प्रति अत्यन्तै गहिरो सद्भाव राखेर सामुदायिक विद्यालयलाई बोर्डिङ स्कुल सरह नीति बनाएर पठन पाठन गर्ने क्षेत्रतर्फ राज्य चनाखो भएको देखिँदैन। सामुदायिक विद्यालयमा ECD कक्षा पढेर सिधै कक्षा 1मा पढ्ने विद्यार्थीहरूको क्षमता स्तरलाई प्ले ग्रुप, नर्सरी, LKG, UKG 1 अर्थात् प्ले ग्रुप 1 वर्ष, LKG 2 वर्ष, UKG 3 वर्ष अनि बल्ल 4 वर्ष भएपछि विद्यार्थी क्लास 1 मा पुग्छ। त्यसरी प्ले ग्रुप, नर्सरी, LKG, UKG पढेर बल्ल 1 मा गएको विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढिरहेको विद्यार्थी क्लास ECDबाट सिधै कक्षा 1 मा गएको विद्यार्थीसँग तुलना गर्नु र त्यो अनुसारको राज्यले पर्सेन्टेज खोज्नु किमार्थ राम्रो होइन। त्यसैले राज्यले दोहोरो शिक्षा नीतिलाई सुधारेर जसरी बोर्डिङ स्कुलमा 4 वर्ष पढे पछाडि मात्रै ऊ कक्षा 1 मा पुगेको यथार्थतालाई सामुदायिक विद्यालयमा ल्याएर अर्थात् सार्वजनिक विद्यालय जुन सामुदायिक विद्यालयमा ल्याएर पढिरहेको विद्यार्थी जुन ECDबाट 1 कक्षामा गइरहेको विद्यार्थी छ त्यो अवस्थामा पनि राज्यले शैक्षिक नीतिलाई सुधार गरेर एउटै शिक्षा नीति कायम गरेर क्लास विभाजन गर्नुपर्दछ। सरकारी स्कुललाई पनि प्ले ग्रुप, नर्सरी, LKG, UKG 1 गर्दै पढाउँदै लैजाने परिपाटी र त्यही अनुसारको पठन पाठन गर्ने पाठ्यपुस्तकहरू निर्माण गर्नको लागि राज्यले जसरी पनि भूमिका खेल्नै पर्छ। होइन भने सार्वजनिक विद्यालयमाथि ठाडो प्रहार गरेर सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरूलाई अर्थात् सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूलाई अत्यन्तै नराम्रो निन्दनीय व्यवहार अभिभावकबाट, समुदायबाट र राज्यबाट गर्नु किमार्थ राम्रो होइन। आज राज्यको शैक्षिक नीतिलाई हेरौँ। सम्पन्न व्यक्तिहरूका छोराछोरीहरू बोर्डिङ स्कुल सुविधा सम्पन्न बोर्डिङ स्कुल AC रुम सर र लिफ्टिङ सिस्टमबाट कक्षा कोठा प्रवेश गर्ने शैक्षिक सामग्रीहरूदेखि लिएर हरेक कुराले चाहिँ सुविधा सम्पन्न बोर्डिङ स्कुल बनाउने, त्यसमा राज्यमा रहेका उच्च ओहदामा रहेका
60% व्यक्तिहरूको लगानी बोर्डिङ स्कुलमा हुने अनि सामुदायिक विद्यालयमा 40% मात्रै लगानी गरेर सामुदायिक विद्यालयमा व्यवस्था गर्ने यो परिपाटीले किमार्थ शैक्षिक स्तरको गुणस्तर र त्यो अनुसारको पर्सेन्टेज खोज्नतिर जानु राम्रो हुने छैन। एउटै नीति बनाउनुपर्छ राज्यले। बोर्डिङ स्कुलमा जुन खालको नीति छ त्यही खालको नीति सरकारी स्कुलमा पनि लागू गर्नुपर्छ। त्यही खालको जनशक्ति सरकारी स्कुललाई पनि दिनुपर्छ। त्यही खालको शैक्षिक सामग्रीदेखि लिएर हरेक सेवा सुविधाहरू सरकारी स्कुललाई पनि दिनुपर्छ। अनि हामी शिक्षकहरू पनि होशियारी हुनुपर्छ। अब पार्टीको कुनै पनि पार्टीमा हामी शिक्षकहरू आबद्ध हुनु हुँदैन। हामी शिक्षकका छोराछोरीहरूलाई पनि सरकारी स्कुलमा पढाउनुपर्छ। राष्ट्रपतिका छोराछोरीदेखि प्रधानमन्त्री, मन्त्री र नेताहरूका छोराछोरीलाई पनि सरकारी स्कुलमा पढाउनुपर्छ। सुविधा सम्पन्न बोर्डिङ स्कुलमा पढाएर सरकारी स्कुलमा पढाइरहेका शिक्षकहरूमाथि सिधै हस्तक्षेप गर्न राज्यले मिल्दैन। उहाँहरूले पनि उहाँहरूका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ। धनी धनाढ्यदेखि लिएर हरेक व्यापारिक क्षेत्रमा लागेका व्यक्तिहरूले पनि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्नुपर्छ र त्यहाँको शैक्षिक गुणस्तर उठाउनको निम्ति राज्यदेखि लिएर पब्लिकदेखि लिएर सम्पूर्ण नेपाली जनताहरू एकजुट भएर सरकारी विद्यालयको गुणस्तर सुधार्नको लागि पर्नुपर्छ। प्रविधि क्षेत्रलाई उच्च ओहदामा लैजाने, व्यावहारिक शिक्षालाई उच्च ओहदामा लैजाने, शैक्षिक सामग्रीहरूलाई सुविधा सम्पन्न बनाउनेदेखि भौतिक संरचनादेखि खेल मैदानदेखि लिएर हरेक कुराहरू विद्यालयमा आवश्यक पर्ने सम्पूर्ण कुराहरूलाई चाहिँ सुविधा सम्पन्न बनाउनको लागि सरकारले सामुदायिक विद्यालयलाई राम्रो बनाउनको लागि सरकारले चासो राख्नुपर्छ। अनि बोर्डिङ सरहको प्रतिस्पर्धा खोज्न र बोर्डिङ सरहको पर्सेन्टेज खोज्न अनि सरकार अनि मात्रै सक्षम हुनेछ। आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्ने, आफ्ना नाति पनातिलाई बोर्डिङ स्कुलमा भर्ना गर्ने ठुला नेताका छोराछोरीहरू, व्यापारिक क्षेत्रमा लागेका व्यक्तिहरू बोर्डिङ स्कुलमा भर्ना गर्ने, धनी धनाढ्यका छोरीहरू बोर्डिङ स्कुलमा छोराछोरी बोर्डिङ स्कुलमा भर्ना गर्ने, अनि गरिब निमुखा इटा भट्टामा काम गर्ने दुःख पाएका बिहान खाएर बेलुका के खाउँ भन्ने आमा बुबाका छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने, अनि सामुदायिक विद्यालयलाई त्यति वास्ता नगर्ने व्यवस्था गरिरहेको देखिन्छ। तलब दिएर मात्रै, व्हाइट बोर्ड र मार्कर दिएर मात्रै सामान्य स्तरका सेवा शैक्षिक सामग्रीदेखि लिएर विद्यालयमा आवश्यक पर्ने जुन पठन पाठनका क्षेत्रमा आवश्यक पर्ने अन्य सामग्रीहरू थोरै चाहिँ त्यो अचार चटाको जस्तो गरेर विद्यालयलाई दिएर मात्रै त्यो विद्यालयमा पाठ्यपुस्तकले खोजे अनुसारको पठन पाठन हुन सक्दैन। पाठ्यपुस्तकले खोजे अनुसारको पाठ्यपुस्तकमा चाहिँ आवश्यक पर्ने हरेक पाठ्यपुस्तकहरूमा आवश्यक पर्ने हरेक विषयमा आवश्यक पर्ने शैक्षिक सामग्रीहरूदेखि लिएर प्राविधिक सेक्टरका सामग्रीहरूदेखि लिएर आवश्यक पर्ने अन्य सेवा सुविधाहरूलाई सुविधा सम्पन्न जबसम्म शैक्षिक क्षेत्रमा सुविधा सम्पन्न बनाउने खालको सामुदायिक विद्यालय बनाउन राज्य चनाखो हुँदैन, जबसम्म बोर्डिङ स्कुल को कक्षाहरूको विभाजन जस्तै सरकारी स्कुलका कक्षाहरूलाई पनि त्यही तरिकाले विभाजन गरेर त्यही बोर्डिङ स्कुल सरहको सरकारी स्कुलका पाठ्यपुस्तकहरू निर्माण गरेर जबसम्म पढाइ हुँदैन, एउटै शिक्षा नीति जबसम्म लागू हुँदैन तबसम्म राज्यका सामुदायिक विद्यालयहरू अगाडि बढ्न सक्दैनन्। त्यो अनुसारको जनशक्ति राज्यले सामुदायिक विद्यालयलाई दिनुपर्छ। त्यो अनुसारको शैक्षिक सामग्रीहरूको व्यवस्थापन सामुदायिक विद्यालयमा राज्यले गरिदिनुपर्छ। सामुदायिक विद्यालयमा पाठ्यपुस्तकले खोजे अनुसारको चाहे अनुसारको शैक्षिक सामग्रीहरूलाई सुविधा सम्पन्न नबनाउने हो भने अब राज्यले सामुदायिक विद्यालयका हरेक विषयहरूमा आवश्यक पर्ने शैक्षिक सामग्रीहरूलाई सुविधा सम्पन्न ढङ्गले प्रत्येक दूर दराजसम्म भएका सामुदायिक विद्यालयहरूलाई राज्यले सुविधा सम्पन्न शैक्षिक सामग्री व्यवस्थापन नगरिदिने हो र बोर्डिङ स्कुल सरहको प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी 1 सिस्टम सरकारी स्कुलमा लागू नगर्ने हो र त्यो अनुसारको पाठ्यपुस्तक बोर्डिङ स्कुल सरहको पाठ्यपुस्तक सरकारी स्कुलमा वितरण नगर्ने हो। त्यो अनुसारको पठन पाठन हुने खालको त जनशक्ति सरकारी स्कुललाई नदिने हो र बोर्डिङ स्कुल सरहकै शैक्षिक सामग्री र सुविधा सम्पन्नता सरकारी स्कुललाई नबनाउने हो भने
सरकारी स्कुलको पर्सेन्टेज बोर्डिङ स्कुल सरह खोज्नु राज्यले सिधै निन्दनीय हुनेछ र सरकारी स्कुलका शिक्षकहरूलाई हेर्ने दृष्टिकोण अभिभावकको स्तरबाट जुन बौद्धिक रूपमा उनीहरू 8 कक्षा फेल गरेका एसएलसी पास गरेर बसिरहेका हजारौं पटक आयोग दिएर नाम लेख्न नसकेका अनि विभिन्न जामी क्षेत्रमा काम गरिरहेका अभिभावकहरूले गर्ने गाली र बौद्धिक जमातले गर्ने गाली चाहिँ सरकारी स्कुलमा पढाउने शिक्षकहरूमाथिको त्यो निन्दनीय गालीले कहिले पनि सरकारी स्कुल सुध्रिन सक्दैन। सरकारी विद्यालयमा पढाउने शिक्षकहरूलाई प्रशंसा गर्नुपर्छ। उहाँहरूले त 48% विद्यार्थी पास गरे पनि निमुखा जनताहरूका छोराछोरीहरू पढ्ने विद्यालय जसको वातावरण राम्रो छैन तब पनि विद्यालयको भरमा कक्षा कोठामा पढाएको भरमा 48% विद्यार्थी पास गर्नु धेरै गौरवको कुरा हो सामुदायिक विद्यालयका शिक्षकहरूले। यसलाई सबैले ध्यान आकर्षण गर्न जरुरी छ। शैक्षिक सुधारका निम्ति सरकारले दूरदराजसम्म कुना काप्चासम्मका सामुदायिक विद्यालयहरूमा पढाउने शिक्षकहरूलाई प्रत्येक महिनाको 1 पटक 2 पटक 3 पटक कति पटकसम्म सकिन्छ शैक्षिक सुधारका निम्ति तालिमहरूको व्यवस्थापन गरिदिनुपर्छ। सरकारी स्कुलका हरेक भाइ बहिनीहरूले व्यवहारिक शिक्षा लिन सक्नुपर्छ, प्रविधि मैत्री शिक्षा लिन सक्नुपर्छ। बोर्डिङ स्कुल सरह धनी धनाढ्य र उच्च ओहदामा रहेका शीर्ष नेताहरूका छोराछोरीले जसरी सुविधा सम्पन्न बोर्डिङहरूमा पढेर एसी रुममा हरर एसी रुममा बसेर पढेर लिफ्टिङ गरेर बसेर पढेर अहिलेको समय सुहाउँदो विज्ञान प्रविधिसँग जोडिएर पढेर पाउने सेवा सुविधा सरकारी विद्यालयमा राज्यले लगानी दिन सक्नुपर्छ। अनि खोज्ने हो पर्सेन्टेज बोर्डिङ स्कुल सरहको राज्यले यसमा ध्यान दिन जरुरी छ। त्यति मात्रै होइन, सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूले यदि कमजोरी गरेको छ भने छड्के निगरानी गर्न विद्यालय व्यवस्थापन समिति छ, छड्के निगरानी गर्न शिक्षक अभिभावक सङ्घ छ, छड्के निगरानी गर्न स्थानीय तह छ, छड्के निगरानी गर्न प्रदेश तह छ, छड्के निगरानी गर्न केन्द्रीय तह छ, शिक्षा कार्यालय छ। उहाँहरूले महिनामा 4 पटक 5 पटक 6 पटक 7 पटक कति पटक छड्के निगरानी गर्न सक्नुहुन्छ उहाँहरूले गर्नुपर्छ र दोषीलाई कारबाही गर्दा पनि राम्रो हुन्छ। शैक्षिक सुधारका निम्ति हामी शिक्षकहरूले पनि अप टु डेट भएर 1 सेकेन्ड पनि राज्यलाई नठगिकन पढाउनुपर्छ, कक्षा कोठामा बस्नुपर्छ। अब हामी कुनै पनि पार्टीसँग जोडिएर त्यो संगठनमा हामी शिक्षक बस्नु हुँदैन, किनकि हामी शिक्षकहरू माथि जसरी प्रहरीहरूले दमन गरेको छ शैक्षिक मुक्तिको निम्ति शिक्षा नीति आओस् भन्नको निम्ति देशभरका शिक्षकहरू आवाज उठाएर एउटा सरकारसँग गएर शान्तिपूर्वक आन्दोलन गरेर सरकारसँग विभिन्न किसिमका मागहरू राख्दाखेरि शिक्षकमाथि जुन खालको प्रहार भएको छ यो प्रहार भएको देख्दाखेरि अब हामी शिक्षकहरू कदापि पनि कुनै पनि पार्टीसँग आबद्ध भएर शिक्षक संगठनमा नबसौं। हामी स्वतन्त्र शिक्षक संगठन खोलौं र एक ढिक्का भएर एउटै संगठनमा बसौं। हामी स्वतन्त्र शिक्षक संगठन खोलौं। अब पार्टीसँग आबद्ध भएर हामी संगठित नहौं शिक्षकहरू, किनभने राज्यमा जुन खालको राज्यले हामी शिक्षकमाथि गरेको दमन पुलिस प्रहरी दमन छ त्यो दमनले कतै हामी शिक्षकहरूको कमजोरीले त हामी माथि प्रहार भएको होइन। राज्यलाई जसरी पनि सामुदायिक विद्यालयलाई ध्वस्त गर्नु छ, किनकि मैले अघि नै भनिसके यो देशका धनी धनाढ्य राज्यभन्दा व्यक्ति धनी छन्। ती व्यक्ति धनी भएकाहरूले 60% धनी व्यक्तिहरूले लगानी बोर्डिङ स्कुलमा गरेका छन् अनि 40% गरिब जनताका छोराछोरीहरू सरकारी स्कुलमा पढ्नु परेको बाध्यतात्मक अवस्था छ। त्यसकारणले गर्दाखेरि यो राज्यमा बसेका धनी धनाढ्यले गरेका बोर्डिङ स्कुलका लगानीहरूलाई भण्डाफोर गरेर अब त्यो 60% लगानी रिटर्न ल्याएर सामुदायिक विद्यालयमा लगानी गर्नुपर्छ। देशमा विभिन्न किसिमका चरम भ्रष्टाचार बढिरहेको छ।
देशमा व्यापक लुटतन्त्र बढिरहेको छ। लुटतन्त्र र भ्रष्टाचारबाट अचूक सम्पत्ति कमाएको सम्पत्ति राज्यले लिनुपर्छ र राज्यले लिइसकेपछि राज्यले चाहिँ यो देशको करप्सनको क्षेत्रबाट र लुटतन्त्रबाट कमाएको अचूक सम्पत्तिहरू राज्यले लिइसकेपछि अनि त्यो राज्यमा फिर्ता भएको रकमबाट शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा र अन्य विकासका क्षेत्रहरूमा लगानी गर्नुपर्छ। तब मात्रै सामुदायिक विद्यालय राम्रो बन्न सक्छ। सामुदायिक विद्यालयमा राज्यले व्यक्तिका ती अचूक सम्पत्ति, लुटतन्त्र र भ्रष्टाचारबाट कमाएका अचूक सम्पत्तिहरू, करप्सन गरेर लुटतन्त्र गरेर लुटेर कमाएका अचूक सम्पत्तिहरू राज्यमा फिर्ता गर्न लगाएर र फिर्ता गरेको अचूक सम्पत्तिहरूलाई चाहिँ राज्यको ढुकुटीमा जम्मा गरेर त्यो ढुकुटीमा जम्मा भएको पैसा चाहिँ सामुदायिक विद्यालयमा लगानी गर्नुपर्छ, स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ र अन्य विकास निर्माणका क्षेत्रमा लगानी गर्नुपर्छ। अनि मात्रै हामी गरिब निमुखाका जनताका छोराछोरी पढ्ने सामुदायिक विद्यालय हामी बिहान खाएर बेलुका के खाउँ, बिहान भोक टारेर बेलुका हामी कता के खाउँ भनेर दूरदराजमा पढिरहेका निमुखा जनताका छोराछोरीहरूले पनि अब प्रविधि मैत्री शिक्षा लिन पाउनुपर्छ, व्यवहारिक शिक्षा लिन पाउनुपर्छ। बोर्डिङ जस्तै गरी सुविधा सम्पन्न शैक्षिक सामग्रीहरू भएको आवास गरिब जनताका छोराछोरी पढ्ने स्कुलमा हुनुपर्छ र जसरी बोर्डिङ स्कुलमा प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी हुँदै 1 पढ्ने परिपाटी छ, त्यो परिपाटी सामुदायिक विद्यालयमा राज्यले एउटै नीति बनाएर लागू गर्नुपर्छ। सामुदायिक विद्यालयमा पढ्ने नानी बाबुहरूले पनि प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी हुँदै 1 पढ्ने व्यवस्थापन सामुदायिक विद्यालयमा राज्यले लागू गर्नुपर्छ। त्यो नीति सामुदायिक विद्यालयमा राज्यले निर्माण गर्नुपर्छ। जसरी बोर्डिङको शिक्षा नीति छ, सरकारी स्कुलको नीतिलाई एउटै बनाएर दोहोरो शिक्षा नीतिलाई अन्त्य गरेर सामुदायिक विद्यालय र प्राइभेट सेक्टरका बोर्डिङ स्कुलमा पढाउने पठन पाठनहरूलाई एउटै बनाएर एउटै नीति लिएर राज्य अगाडि बढ्यो भने राज्यले प्राइभेट सेक्टरलाई सम्मानका साथ प्राइभेट सेक्टरमा भइरहेको बोर्डिङ स्कुलको पठन पाठनलाई जुन खालको लगानी गरेर बोर्डिङ स्कुलको पठन पाठन जुन निजी क्षेत्रमा भएको लगानीलाई जसरी उच्च ओहदामा राखेको छ, त्यो उच्च ओहदामा राखे जस्तै गरी सामुदायिक विद्यालयलाई पनि प्राथमिकतामा राखेर पठन पाठन हुने परिपाटी राज्यले निर्माण गर्नुपर्छ। एउटै शिक्षा नीति लागू हुनुपर्छ, दोहोरो शिक्षा नीतिको अन्त्य हुनुपर्छ र सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूमाथिको हमला, उहाँहरूमाथि गरेको अनैतिक व्यवहार, राज्यले गरेको प्रहरी दमन र राज्यले हेर्ने दृष्टिकोण, गर्ने व्यवहार, बोल्ने शैली सुदृढीकरण हुनुपर्छ र हामी शिक्षकहरू अबका दिनदेखि 1 सेकेन्ड पनि राज्यलाई नठगिकन हामी कक्षा कोठामा बसौँ। कुनै पनि पार्टीसँग निकट भएर हामी शिक्षकहरू नबसौँ, किनकि हामी माथि नराम्रोसँग हमला भएको छ, राज्यले प्रहरी दमन गरेको छ। यस्तो खालको निन्दनीय व्यवहार हामी शिक्षकहरूले सहनु हुँदैन। हाम्रो देशमा शिक्षा नीति जसरी पनि लागू हुनुपर्छ, एउटै शिक्षा नीति लागू हुनुपर्छ, दोहोरो शिक्षा नीतिको अन्त्य हुनुपर्छ। धन्यवाद।